दर्शकवृन्द नमस्कार, म रामयोगी। यति बेला भने विभिन्न मिडियाबाट यो भिडियोलाई हेर्दै हुनुहुन्छ र यति बेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 मा छु यति बेला। र यति बेला तपाईहरुको माझ अहिले एकजना बहिनीलाई चाहिँ लिएर आएको छु र बहिनीको एकदमै राम्रो प्रतिभा रहेछ र गीत गाउनु हुँदो रहेछ उहाँले चाहिँ। र पछिल्लो समयमा निकै नै भाइरल भएर चाहिँ काठमाडौँसम्म पुगेर चाहिँ गीत गाएर चाहिँ आउन सफल सुरेशा बाठा मगर बहिनी भाइरल भएको केही समय नबित्दै फेरि चित्रकला बाठा मगर रहेछ उहाँको नाम पनि। ठ्याक्कै मिल्दोजुल्दो कतै हैन त्यस्तो खालको छ र अलि उहाँसँग भएको प्रतिभाहरू तपाईको माझ राख्दैछौँ। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हेरिसकेपछि मनमा लागेका कुराहरू कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र बहिनीको यो प्रतिभालाई सम्मान स्वरूप भिडियोलाई सक्दो सेयर गर्न नभुल्नु होला। अब लागौँ उहाँको परिचयतर्फ। बहिनी स्वागत छ, हजुरको शुभ नाम? मेरो नाम चित्रकला बाठा मगर। अनि गीत गाउन थालेको कति भन्यो हजुरले? पहिले त गाइरहेको थिएँ स्कुलमा हुँदाखेरि, अनि आजभोलि त गाउन त टाइम मिलेसम्म। ए अनि के गर्नुहुन्छ नि आजभोलि हजुरले? म पढ्छु। ए पढ्नुहुन्छ? कतिमा पढ्नुहुन्छ? अहिले 11मा। 11मा पढ्नुहुन्छ? कुनमा? गुरु जाजुर स्कुलमा। ए अनि सानैदेखि रुचि हो हजुरलाई गीत गाउने? ए ठिक छ। दर्शकहरू एकदमै आत्तिनु भएको होला गीत कस्तो गाउनुहुन्छ त भनेर हैन। पहिला गीत गाइदिनुस् अनि त्यसपछि बाँकी कुरा गरौँ है। हुन्छ। फर्किएर आम्ला किन आम्ला, फेरि देखिन पाम्ला किन पाम्ला, रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे आमा, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। आम्ला किन आम्ला, फेरि देखिन पाम्ला किन पाम्ला, रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे आमा, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे आमा, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। एकदमै राम्रो छ। अनि कुन कलाकारले गीत गाउनु भएको थाहा छ यो गीत? नाम त बिर्सिले, मलाई याद त थियो पहिला। याद छैन त्यसको हैन। अनि सानैदेखि रुचि भएको भन्नुभयो हैन। अनि जस्तो कि अब अहिले त तपाईसँग भेट भयो, अहिले गीत गाउँदै हुनुहुन्छ। योभन्दा अगाडि जस्तो कि कार्यक्रमहरूमा अनि कहाँ गीत गाउनु भयो नि हजुरले? मैले कार्यक्रम स्कुलमा त गाइरहेको थिएँ, जुन कार्यक्रम भए पनि। अनि पछि फेरि तुलसीपुर डान्सिङ एन्ड सिङ्गिङबाट आउनुभएको थियो त्यो स्कुलमै, अनि त्यहीँबाट फेरि धेरै ठाउँ गएको हो जान त, अनि त्यहाँ पनि गाइरहेको थिएँ। अनि यसरी गीत गाइरहँदाखेरि हैन, अब पढ्दै हुनुहुन्छ हैन, घरबाट के भन्नुहुन्छ नि हुन्छ नि अब पढिरहँदाखेरि अब यो साङ्गीतिक क्षेत्रतिर लागिसकेपछि अब पढाइ बिग्रिने हो कि भन्ने खालको त्यस्तो भन्नुहुन्छ कि अथवा सपोर्ट गर्नुहुन्छ तपाईँले? ल गीत गाउनुपर्छ, अगाडि बढ्नुपर्छ छोरी भनेर भन्नुहुन्छ कि नै घरमा? भन्नुहुन्छ, आफूमा जे छ त्यही देखाउनुपर्छ। अनि अब एउटा नभए पनि अब शिक्षकबाट धेरै त्यस्तो नभए पनि गाउनको लागि अगाडि बढ्नुपर्छ, आफूमा भएको देखाउनुपर्छ भन्नुहुन्छ। एकदम राम्रो कुरा। अनि कुन कलाकारहरू मनपर्छ नि तपाईँलाई? बढी कसको गीत सुन्नुहुन्छ हजुरले? म त सुन्न त पराएको सुनिरहेको छु, त्यही पनि शान्तिश्री परियारको मनपर्छ। सबभन्दा मनपर्ने शान्तिश्री परियार गीतलाई मनपर्छ? ए अनि उहाँको गीतहरू धेरै सुन्नुहुन्छ होला पक्कै पनि हैन? सुन्छु अलिअलि। जस्तो कि तपाईँले पहिला सुरुमा यो साङ्गीतिक क्षेत्रमा चाहिँ आफूले चाहिँ यो क्षेत्रमा लागिरहँदाखेरि सुरुमा पहिलोचोटि गीत गाउनु भएको थियो होला पक्कै पनि हैन, सानोमा के? अनि त्यो समयमा गाएको कुन गीत हो त्यो गाउन सक्नुहुन्छ? म त ए रुँदै रुँदै भन्ने गाइरहेको थिएँ यहीबाट सुरुवात गर्नुभयो? हजुर। अनि कति वर्ष भयो नि यो मतलब गीत गाउन थालेको हजुर यसरी?
कति म त सालदेखि? 6 क्लासदेखि नै हो। 6 क्लासदेखि? हजुर। ए अनि घरमा कतिजना हुनुहुन्छ? घरमा त मम्मी, बाबा अनि 3 वटा दादा अनि एउटा भाइ, भाउजू हुनुहुन्छ। ए अनि अहिले के गर्दै हुनुहुन्थ्यो अहिले ठ्याक्कै यो समयमा हजुर? कसले मैले? पढाइमै हुनुहुन्छ व्यस्त अहिले? पढाइमै। सुरेश बाटामगरलाई चिन्नुहुन्छ? पछिल्लो चिनिरहेको छु। समयमा टिकटकमा हजुर। भाइरल भएर चाहिँ काठमाडौँसम्म पुगेर चाहिँ गीतहरू धेरै रेकर्डिङ गरेर आउनु भएको छ। तपाईँ पनि बाटामगर नै पर्नुभयो। कतै दुई बहिनी त होइन तपाईँहरू? नाइ। होइन? तर उस्तै मिल्दोजुल्दो छ नि? बाटामगर उहाँ पनि अनि तपाईँ पनि बाटामगर। अब बाठा त बाठा तर म रामजाली बाठा पऱ्यो त्यहाँ के बाठा पर्नु त्यस्तो हुन्छ नि त्यस्तो त। हो? हजुर। हुन्छ अब फेरि अर्को एउटा गीत गाइदिनु पर्यो। धेरै दर्शकले हेरिरहनु भएको छ तपाईँलाई होइन, देश विदेशदेखि सबैले हेरिरहनु भएको छ होइन। शान्तिश्री परियार दिदीको गीत गाइदिनु न एउटा। हुन्छ। रुखमा तिम्रो गतिलो सान छ, मलाई हुरी आउँछ र कालान्छ, म झरेको पात तिमी नझरेको पात। रुखमा तिम्रो गतिलो सान छ, मलाई हुरी आउँछ र कालान्छ, म झरेको पात तिमी नझरेको पात, म झरेको पात तिमी नझरेको पात। एकदमै राम्रो, ठिक छ। अनि अब सँगै पढ्ने साथीहरूले के भन्नुहुन्छ नि यो गीत गाइरहँदाखेरि बेला बेलामा होइन, कस्तो खालको कुरा गर्नुहुन्छ? भन्नुभएको हुन्छ त्यो डान्सिङमा गएको बेला पनि, डान्सिङमा गएको बेला पनि राम्रो छ अनि यस्तै गर्दै जाऊ पछि एकचोटि सफल भइहाल्छौ भनिराख्नुहुन्छ। भनेपछि ठुलो भइसकेपछि पछि पढाइसकेपछि यो कलाकार नै बन्ने सपना छ त्यसपछि होइन? पक्का हो? त्यो ठुलो कलाकार बन्नको लागि त मेहनत धेरै गर्नुपर्छ नि? अब गर्दै राख्छु पढाइलाई पनि त त्यो दिनु पर्यो अनि एकदमै पछि पढाइ सक्यो भने त झनै राम्रो हुन्छ गर्छु। एकदमै पहिलो प्राथमिकता भनेको पढाइ हो। पढाइपछि गीत आफ्नो जो सपना हुन्छ त्यसलाई पुरा गर्नुपर्छ। पुरा गर्नको लागि फेरि धेरै दर्शकको मन जित्नुपर्छ। धेरै दर्शकको मन जित्नको लागि के गर्नु पर्यो हजुरले? आफ्नो यो प्रतिभालाई चाहिँ एकदमै निरन्तरता दिनु पर्यो। फेरि यो आफ्नो स्वरहरू हुन्छ हुन्छ धेरै कुराहरू, केही कुराहरू कमी कमजोरी हुन्छ होइन, मान्छे भइसकेपछि त्यो चाहिँ सुधार्दै जानुपर्छ र पछिको दिनमा हजुर चाहिँ अब ठुलो जस्तो शान्तिश्री परियार दिदी हुनुहुन्छ उहाँ जस्तै हुनको लागि चाहिँ धेरै सङ्घर्ष गर्नुपर्छ। सकिन्छ होइन? सकिन्छ। त्यही त। अनि जस्तो कि जुन समयमा तपाईँले गीत गाएर चाहिँ यहाँसम्म आउनुभयो होइन, जस्तो अरूले गीत गाएको देखेर चाहिँ गीत गाइरहनु भएको हो कि अहिलेसम्म? मतलब म यही कलाकार नै बन्छु भनेर सोच आएको पहिलेदेखि? पहिले त अरूले गाएको देख्दाखेरि पनि कस्तो के आफूले गाउने अनि पछि त्यो अरूले गाछ भने त्यहीमा छोपेर हिँडिहाल्थेँ सानो सानो हुँदाखेरि त। आजभोलि त अब आफैले गर्न पाए पनि हुने भन्ने जस्तो लाग्छ। भनेपछि अब अरूले गाएको देखेर पनि आफूलाई पनि गाउँ है लाग्ने, त्यसरी चाहिँ अलि यहाँसम्म आइपुग्नु भएको छ। कतिको गीत गाउनुहुन्छ दिनमा? मतलब एक्लै भएको बेला गुनगुनाउने गर्नुहुन्छ कि अथवा कार्यक्रममा मात्र गीत गाउनुहुन्छ? एक्लै भएको बेला नि गीत गाइराख्छु अनि फुपूले फेरि कति गीत गाउँछ सानी भनेर रिस राख्नु भएको हुन्छ। त्यही त, अब सधैँ गीत गाउँदाखेरि त घरमा गाली पनि गर्नुहुन्छ होला कहिले त होइन? गर्नुहुन्छ। के भनेर गाली गर्नुहुन्छ नि? कस्तो गीत गाएको अनि पछि पनि यस्तै गर्ने होस् भनेर भनिराख्नु भएको हुन्छ अनि म फेरि त्यो ठट्टा मुराइदिएर झन् माथि माथि गीत गाइदिन्छु। एकदमै बहिनीको गीत पनि, बहिनीको स्वर पनि राम्रो छ र भोलिको दिनमा एकदमै ठुलो कलाकार बन्नु हुनेछ भन्ने आशा छ हामीलाई पनि। र बहिनी रमाइलो हुनुहुँदो रहेछ, गीत पनि राम्रै गाउनुहुन्छ। र अनि फिल्म कतिको हेर्नुहुन्छ नि? फिल्म त म मनै पर्दैन। फिल्म मन पर्दैन, नै। गीत मात्र सुन्नुहुन्छ? हजुर। अनि ठुलो भइसकेपछि कलाकार नै बन्छु र भनेर चाहिँ त्यही उसमा यो बोकेर हिँडिरहनु भएको छ सपना होइन? कुनै गीत गाइदिनु न आधुनिक, अहिले यो समयमा चलिरहेको धेरै गीतहरू चाहिँ भाइरल छन् अहिले यो समयमा होइन, जुनसुकै तपाईँलाई मन पर्ने अथवा यो समयमा भाइरल भएको जुन भयो नि गाइदिनु न अहिलेको समयमा। रात किन पर्छ हजुर दिन किन हुन्छ,
किन पर्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ हजुर कठिन किन हुन्छ रात किन पर्छ हजुर दिन किन हुन्छ रात किन पर्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ हजुर कठिन किन हुन्छ एकदमै जस्तो स्कुलमा कार्यक्रमहरू हुँदाखेरि चाहिँ गीत गाइरहँदाखेरि अब तपाईँलाई पढाउने टिचरहरूले के भन्नुहुन्छ नि? अरू साथीहरूले भन्दै आउँछन् सर आज एउटा गीत सुनौँ भनेर अनि पछि कसले गाउँछ र भनेर भन्नुहुन्छ अनि पछि सबैले मेरो नाम लिएर उठाइदिनु भएको हुन्छ अनि फेरि गाइदिन्छु कहिले कसो उठाएपछि प्रकाश सपुतलाई चिन्नुहुन्छ? प्रकाश सपुतलाई अहिले यो समयमा धेरै चर्चा छ, धेरै गीतहरू भाइरल छ उहाँको। उहाँको गीतहरू सुन्नुहुन्न? सुन्छु सुन्न त त्यस्तो खासै नै तपाईँ मतलब शान्तिश्री परियार बाहेक अरू कसैको गीत सुन्नुहुन्न कि? सुन्छु सुन्न त त्यस्तो अब लास्टै त सुन्दैन हल्का हल्का मात्रै कुनै आउँछ भने गाइदिनु न फेरि पनि अर्को है नबढाउ है मायामा दूरी दूरी सुगन्ध देऊ ए मनको कस्तुरी किन्न कहाँ पाइन्छ र माया बजार बजारमा मन जोडियो मनसँग होइन रूप र धनसँग मलाई मन पर्ने तिमी एक हौ हजार हजारमा नबढाउ है मायामा दूरी दूरी सुगन्ध देऊ ए मनको कस्तुरी किन्न कहाँ पाइन्छ र माया बजार बजारमा मन जोडियो मनसँग होइन रूप र धनसँग मलाई मन पर्ने तिमी एक हौ हजार हजारमा एकदमै राम्रो। कसले गाएको थाहा छ तपाईँलाई? नाम थाहा छ? नाम त बिर्सिले कुनै कलाकारको नाम याद छैन शान्तिश्री परियार बाहेक? उहाँले पनि हेरिरहनु भएको होला। शान्तिश्री परियार दिदीको मात्रै गीत सुन्नुहुन्छ अरे है, हेर्नुहोस् है उहाँले तपाईँको मात्रै गीत होइन सुन्नुहुन्छ अरे। सुन्छु सबैको सुन्न नाम याद त छैन त अनि अरूको नाम त है? त्यस्तो यादै छैन त्यही त गीत पनि राम्रै गाउनुहुन्छ होइन, स्वर पनि राम्रै छ, केही कमी कमजोरी होला भोलिको दिनमा। धेरै दर्शकले हेरिरहनु भएको छ, उहाँहरूले पनि भन्नुहुन्छ होला पक्कै पनि यहाँ सुधार्नुपर्छ भनेर चाहिँ। धेरै कुराहरू सुधार्नु पर्नेछ बहिनीले, यो प्रयास नै ठुलो हो होइन। धेरै दर्शकहरूले हेरिरहनु भएको छ, के भन्न चाहनुहुन्छ नि उता भन्नु त? अब सबैजनाले सके जस्तो अब जस्तो छ त्यस्तै प्रतिक्रिया दिने हो नि अनि हेरिदिनु होला, सबैले माया गरिदिनु होला सकभर त जस्तो छ त्यस्तै सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। अनि यति राम्रो मान्छे होइन, सेतो कुर्ता लगाउनु भएको छ, चिटिक्क परेर आज धेरै दर्शकसँग चाहिँ देखिन्छु भनेर आउनु भएको छ होइन। अनि स्कुल समयमा पढ्दै गर्दाखेरि हुन्छ नि एउटा गीत गाउने मान्छेलाई अलिकति जो पर्दामा देखिने अथवा गीत गाउने मान्छे देखेर मान्छे अरू मान्छे पनि अलिकति अट्र्याक्सन हुन्छ नि त होइन। अनि कतिको प्रेम प्रस्तावहरू आयो नि तपाईँलाई? चिठीहरू आयो कि न कहिले? पहिले त एकचोटि पहिला आएको थियो अनि पछि त आउँदै आएन। भन्नाले एकचोटि आयो त्यसपछि आउँदै आएन? नै ए हो, त्यस्तोमा धेरै त्यो छैन नि त्यही भएर। एकदम एकदम ठिक छ। बहिनीको यो प्रतिभा राम्रो छ। बहिनीले चाहिँ अब अगाडि बढ्नको लागि धेरै मेहनत गर्नुपर्ने छ पक्कै पनि। आगामी दिनमा पनि यसरी नै अगाडि बढ्नु होला भन्न चाहन्छु र प्रयास नै ठुलो कुरा हो होइन। अगाडि बढ्नको लागि चाहिँ मेहनत गर्नुपर्ने हुन्छ बहिनीले। दर्शकवृन्द, उहाँको प्रतिभा हजुरहरूलाई कस्तो लागेको छ जस्ताको तस्तै कमेन्ट बक्समा गएर प्रतिक्रियाहरू दिनु होला भन्न चाहन्छु। फेरि पनि हामी यस्तै यस्तै प्रतिभाहरू लिएर आउनेछौँ। तबसम्म बिदा लिन्छौँ है बहिनी। ल छुट्यौँ है। अब धेरै दर्शकले हेरिरहनु भएको छ। अब यो तिम्रो प्रतिभा, यो स्वर
राम्रो मान्नुभयो, धेरै ठाउँबाट चाहिँ 700 आयो भने चाहिँ भोलि गीत रेकर्डिङ पनि गर्न जान सकेला होइन। त्यो पछिको दिनमा देखिजाला होइन। छुट्टिन्छौँ बहिनी अब है। हस् हुन्छ।